had better plus verb 1, had better not plus verb 1. नमस्कार साथीहरू, अंग्रेजी बोल्दा बारम्बार प्रयोगमा आउने had better plus verb 1 र had better not plus verb 1 को प्रयोगबारे सिक्नेछौँ। had better plus verb 1 को अर्थ कुनै पनि काम गर्दा राम्रो हुन्छ भन्नका लागि प्रयोग गरिन्छ भने had better not को अर्थ हुन्छ कुनै पनि काम नगर्दा राम्रो हुन्छ। कुनै पनि काम नगर्दा राम्रो हुन्छ भन्नका लागि had better not को प्रयोग गरिन्छ भने कुनै पनि काम गर्दा राम्रो हुन्छ भन्नका लागि had better plus verb 1 को प्रयोग गरिन्छ। जस्तै तिमी जाँदा राम्रो हुन्छ, यसलाई अंग्रेजीमा भन्नुपर्दा had better plus verb 1 को प्रयोग गरिन्छ। जस्तै you had better go, तिमी जाँदा राम्रो हुन्छ, you had better go। हामी हतार गर्दा राम्रो हुन्छ वा उत्तम हुन्छ भन्नुपर्दा हामी हतार गर्दा राम्रो हुन्छ भन्नुपर्दा हामी अंग्रेजीमा we, हामी had better राम्रो हुन्छ, हतार गर्नु hurry, हामी हतार गर्दा राम्रो हुन्छ भन्नुपर्दा we had better hurry। अर्को हेरौं, तिमी साँचो बोल्दा राम्रो हुन्छ, यसलाई अंग्रेजीमा भन्नुपर्दा you had better tell the truth। tell the truth भनेको साँचो भन्नु वा बोल्नु। तिमी साँचो बोल्दा राम्रो हुन्छ, you had better tell the truth। यसरी कुनै पनि काम गर्दा राम्रो हुन्छ भन्नका लागि हामी had better plus verb 1 को प्रयोग गर्छौं। had better plus verb 1 गर्दा राम्रो हुन्छ। अब दोस्रो had better not plus verb 1 को एक्जाम्पल्स हेर्छौं। तिमीले मासु नखाँदा राम्रो हुन्छ। अब यसलाई अंग्रेजीमा लेखौं, you had better not eat meat। अर्को उदाहरण हेरौं, उनीहरू त्यहाँ नजाँदा राम्रो हुन्छ। अब यसलाई अंग्रेजीमा लेखेर हेरौं न त है। नजाँदा राम्रो हुन्छ अर्थात नगर्दा राम्रो हुन्छ, यतिखेर हामीले better not plus verb 1 को प्रयोग गर्छौं। त्यसैले उनीहरू they had better not, had better not जानु go त्यहाँ there, उनीहरू त्यहाँ नजाँदा राम्रो हुन्छ, they had better not go there। यसरी कुनै पनि काम गर्दा उत्तम हुन्छ भनेर सल्लाह दिनुपर्दा हामी had better plus verb 1 को प्रयोग गर्छौं भने कुनै पनि काम नगर्दा राम्रो हुन्छ भन्नका लागि had better not plus verb 1 को प्रयोग गर्छौं। अब पालो तपाईको। अंग्रेजीमा अनुवाद गर्नुहोस्। तिमीले उसलाई गाली नगर्दा राम्रो हुन्छ।
अर्को उनीहरूले मलाई सहयोग गर्दा उत्तम हुन्छ नेपालीमा अनुवाद गर्नुहोस् You had better plant trees. Next, they had better not quarrel. Quarrel means झगडा गर्नु, plant means रोप्नु अर्थात् वृक्षारोपण गर्नु